आज चाहिँ हामी सम्पूर्ण हामी गाउँ समाजको दिदीबहिनीहरू अहिले यसरी काम गर्दैछौँ है। र तपाईँले अस्ति मैले पोस्ट गरेको थिएँ फोटोमा, त्यहाँ पनि देख्नुभयो होला हाम्रो गाउँको एकजना दाजु है, अति नै मिलनसार अनि प्यारो दाजु हुनुहुन्थ्यो उहाँ है। र उहाँको देहान्त भयो अनि त्यही दुःखद घडीमा आज चाहिँ उहाँको फ्युनरल छ। सो फ्युनरलमा चाहिँ हामी चाहिँ हाम्रो चाहिँ के कस्तो सिस्टम हुन्छ भने हामी गाउँ समाजको सबैजना मिलेर यसरी है उहाँको काम कुरो गर्नुको लागि हामी सबैजना भेला भएर यसरी सघाउपघाउ गर्छौँ नि त। सो हामी यतिखेर गर्दैछौँ। अब अहिले फ्युनरल चाहिँ उहाँको कति 12:30 है, 12:30-1 बजीतिर उहाँको चाहिँ फ्युनरल सर्भिस हुन्छ। सो अहिले चाहिँ हामी यसरी काम कुरो गर्दैछौँ है खानापिनाको लागि। एकदम पुरी पोल्दो रहेछ। दाजुको पार्थिव शरीरलाई चाहिँ यहाँ राखेको छ। अब अहिले एकछिनपछि चाहिँ बाहिर निकाल्छ। हाम्रो चाहिँ यसरी आउँछ फ्युनरलमा मलाउने भन्छ सबैजना, चारैतिरबाट यसरी आउनुहुन्छ हो। अब आइरहेको छ, सबैजना आउनुपर्छ। अब फ्युनरल उहाँको डेड बडी निकाल्ने टाइम चाहिँ आफ्टरनुन परेको स भ्राता शैतानम अस्मत् पितु भाचो अस्मत् पितु पदम बादनामा प्रेतत निर्वृतु तम गति प्राप्ति कामनाय दशगात्रादि विधि आदि कर्म कर्मचः शब्दः जनित आदि कर्म सहितस्य अस्ति सञ्चयन परि अस्ति सञ्चयन शैतानम अर्वदैक्य कर्मण परि सिद्ध गर्ने प्रतिज्ञा सहित वयम उल्टापट्टि राख्नु छ। अब त्यो चाहिँ त्यति राख्ने। अब चाहिँ चढाउँदा यसरी छोड्नुपर्छ ल। फेरि पानी समात छ यसमा हाल्नु, फेरि पानी समात त्यसमा हाल्नु कि छोड्दा चाहिँ यसो गर्नुपर्छ। यताबाट पानी समात पहिला फेरि हाल्नु देह मर्नेको पनि नाम चाहिँ तर पदम नै हो। अब तिनीहरूको कर्ताको नाम भनेको त अब त 10 दिनमा आउने मात्रै त हो। अब फेरि त्यसमा पानी नैसँग किनेर अझै टक्रेर ल। अब फेरि पानी हाल अलिकति हातमा अलिक जस्तो हालेर त्यहीँ पर समाज अध्यय गर्गगोत्रोत्पन्नस्य पदम नाम प्रेत अब नरिकाक्ष प्रेत मोक्ष प्रदो भव त्यसमा राख्यो। त्यो त्यही अहिले दिएकोमा ल यसो उठाएर नि यहाँनिर यसको हात भएको यसो उसमा राख्दै त्यो अघि उयो ल्याएको छ है सफा पानी हुन्छ। पानामा पिण्ड दान पारिसे भनेर त्यहाँ छोड्दै पिण्ड छोड्दैन पानीमा त हो नि त रहेको पिण्ड त्यो त फेरि उयो गर फेरि पानी हाल। अध्यय गर्गगोत्रोत्पन्नस्य पदम नाम प्रेत निर्गमद्वारे पन्था नाम पिण्ड स्थाने अत्रा हुने निक्षिपते मया दिएते भन् तपो उपति छता मुर्दाबाट छोड्दै ल। अब चाहिँ पिण्ड लिएर पानी हाल। अध्यय गर्गगोत्रोत्पन्नस्य राम नामलाई मैले माथिबाट उडाइदिउँ कि तितेपाती पर पाउनु नि त। 8 वटा थियो कति थियो? 8 वटा थियो। पावर बढी भइगयो नि त। यहाँ पुग्यो नि त। यसलाई कुच्याउनु, यसलाई यता कुच्याउनु, यसलाई यहाँ सिरुन, यसलाई यहाँ सिरुन नि तन्कार होइन यता तन्कार यसलाई पनि यता तन्कार यसले चारवटा हुन्छ। सजिलो हुन्छ नि त उता यहाँ राख्यो भने चाहिँ यता सजिलो हुन्छ नि त। यसमा हाल्ने भनेको होइन यो यसमा हाल्यो भने चाहिँ अहिले उयो गर्नु सजिलो हुन्छ। उता लानु सजिलो हुन्छ नि त। साइड यता त्यहाँ हाल्नु साइडमा होइन साइडमा आऊ यसो गरेर क्या बडी हालेर छातीमा राखिदिन्छ भन् त मान्छेसँग त राम नाम सत्य है, राम नाम
यो टाउको ढकनी लाग्दैन ढकनी लाग्दैन नि कहाँ सिधा निकाल्को भाउजू काकी बाहिरै गर्छ नि त्यो त राखी यहाँ साइडमा राखेर बक्सा साइडमा राखेर ढोगिदिनुहोस् ऊ परसम्म त्यसमा त्यहाँ भयो त अन्त त्यहाँसम्म पुर्याइदिनु टाउको उता अहिले अहिले उता टाउको यता यता घुमाउनु न उता गरुन्जेल यत्तिकै हुन्छ भिडियो बनाएको छैन बनाएको छ नि त्यसो नगरी लाग्नु त यहाँ अलिकति आइदिउँ न मामा बक्सा निकाल्छ त्यति हो नताल न उतापट्टि काम छ त हिमालपट्टि हेरे होइन यतापट्टि हो हिमालपट्टि हो नि होइन मक्का मक्का लगाउनु पाइन्छ क्या किन गर्छ होइन त्यो अलिक मोटा खुट्टामा चुन्छ खुट्टामा तेह्रमा भएको एउटा एउटा काट राख्दै जा बाबा आउनुहुन्छ छोड्दै छोड्दै पछि छोड्दै
अहिले चाहिँ नमानाउनु पहिला चाहिँ त्यसै गर्थ्यो अचेलले अहिले चाहिँ के आगोले राम्रोसँग जाउँ होइन